मेबी यो 5-6 वर्ष भएको भिडियो होला है, जब कि अहिले यो जुन पाटन स्थित नागबाल टोलको वडा नम्बर 11 हो कि 12 को ठाउँमा महादान लगायत 5 वर्ष कति वर्षको अन्तरालमा आउने गर्छन्। यो यसको अब विशेष यसको धारणा चाहिँ मलाई विस्तृत रूपमा जानकारी छैन, तैपनि यो जुन भिडियो मैले तपाईहरु सामु प्रस्तुत गरेको चाहिँ होल नाइट खिचेको फुटेज हो यो है। हाम्रो कल्चर भन्ने कतिपय नेपाली दाजुभाइलाई दिदीबहिनीहरूलाई थाहा नभएको हुन सक्छ। यो भिडियो मार्फत तपाईहरुलाई मैले यहाँको अर्को एउटा एकदमै ठुलो जात्रा जस्तै को जात्रा जतिकै रूपमा लिन सकिन्छ यो चिजलाई पनि है, किनभने पाटनको अधिकांश टोल ठाउँबाट यसरी बुद्धको मूर्तिहरू ल्याइने गर्छ, नागबालमा ल्याउने गर्छ। अनि यो जुन दृश्य तपाईहरुले देखिरहनु भएको छ यो चाहिँ तपाईको ठ्याक्कै गोल्डन टेम्पल चोक अगाडिको दृश्य हो, जुन कि माथि तपाईको तंगालमा पालसुन्दारा लगायत त्यहाँका तोलवासीहरूको मूल देवता लगायतकै के हिसाबले यो देवता उहाँहरू टोलबाट ल्याएर चाहिँ एकै ठाउँमा संगठित गर्ने गरिन्छ। यो हाम्रो एउटा ऐतिहासिक कल्चर पनि हो यो है। प्राय मैले सुन्नमा आएको चाहिँ जबकि म 41 मा मेरो जन्म भनेपछि त्यस्तै 45 त्यतितिर मैले नै याद भएको कुरा के यो चाहिँ। अनि मलाई आज एकदमै इन्ट्रेस्ट लागेर चाहिँ यो मोमेन्ट मैले यो क्यामेरामा कैद गरेको छु के। एकदम तपाईहरुलाई यो क्वालिटी चाहिँ कस्तो छ मलाई थाहा भएन हैन। यो जति पनि मन्दिरको देवताहरू आज ल्याएकोमा एकदम प्रशस्त अमूल्य गहनाहरूले सजाएका पनि हुन्छन् कुनै मूर्तिमा है। तपाईहरुको तोलमा अब हुन्छ नि त ल्याउने क्रममा धेरै महँगो तपाईको क्रिस्टल डायमन्ड त्यस्तो बहुमूल्य हीरा जवाहरले पनि सजाएर ल्याएका हुन्छन्। एकदमै हेर्नुस् एकदमै राम्रो। उहाँले यो बुद्धले कसैलाई नमस्कार प्रकट गर्दैछन्। यो खास अब तपाईको यो यहाँमा त मलाई नमस्कार चढाएर चाहिँ नागबाल स्थित पुगिने देवता हो। कतिपयलाई सोधेर हेर्दा चाहिँ करिब 5 वर्ष को अन्तरालमा चाहिँ आउने रहेछ यो नागबाल स्टिकको जात्रा जस्तै टाइपको यो एउटा ऐतिहासिक सम्पदा हो यो। प्लस यो हाम्रो कल्चर एकदमै पुरानो खाले हो। 100 वर्षपछि पनि आउँछ, कयौं वर्षपछि पनि यो फर्किने यसको मान्यता भन्ने कुरा यहाँका हाम्रो पुराना पुस्ताका मान्छेहरूले भन्ने गर्छन्।
यो जति पनि देउता अहिले यहाँ आउने क्रममा गन्यो भने करिब कति सय 100 चान्चुन कति 100 चान्चुन 100 भन्दा बढी यसरी उपस्थित हुने गर्छन् नागपालको पालमा। अहिले जुन दृश्य मैले तपाईहरु सामु प्रस्तुत गरिएको दृश्यमा चाहिँ म सबै आइरहेको दृश्य देखाउँदैछु। त्यसपछि म यताबाट नागपाल छिरेर चाहिँ तपाईहरुलाई यो देउता राखेको ठाउँ तपाईहरु सामु मैले प्रस्तुत गर्नेछु। जहाँसम्म लाग्छ भोलि बिहानको सम्मको रेकर्डिङ हुनु गर्छ यसमा। भक्तजनहरू पनि आउने क्रम जारी नै छ। यो आफ्नै टोलका बाजा गाजाका साथ आइने गर्छ देउतालाई नचाउँदै नाच्दै। जनकितैया कल्ली रे, मलाई चाहिँ यो गीत अहिले पनि सम्झना आउँछ। यो एउटा धेरै नै प्रख्यात गीत हो यो नेवारी समुदायमा। प्राचीन मूल्य मान्यताका अनुसार चाहिँ संसारभरिकै बुद्धहरू नागपालमा यसरी निमन्त्रणा दिई उपस्थित हुन निमन्त्रणा दिने गर्ने रहेछ पहिले। गाइज साँच्चै नै यो देउटा छ नि पुरै क्या हिँडेर जस्तो के हुन्छ नि। हामीले आजकल विदेशमा हामीले जाइन्ट जोकर अब उनीहरू हाम्रो नि यस्तो कल्चरलाई फलो गरेर जस्तो लाग्छ कि गाइज है। यो जुन दृश्य हो नागपालको दृश्य हो। तपाईलाई मैले स्वागत गेट चाहिँ देखाएन, त्यहाँबाट म छिरेर सिधै नागपाल इन्ट्री गरेर तपाईहरुलाई त्यहाँबाट आएका देउताहरू यसरी लस्करै नागपालमा आउने गर्दछ दर्शकबिन। गाइज साँच्चै नै गाइज यस्तो रमाइलो छ कि हैन। सोच्नुस् के तपाईहरु पाटन आइरहनेहरु मान्छे हो हैन। गाइज यो देउता चाहिँ तपाईको अब आफ्नो टोल महापाल सुन्दाराल कहाँबाट ल्याउने त भइहाल्यो हैन। तर मंगल बजार जुन दरबार स्क्वायर क्षेत्रबाट चाहिँ ल्याउँदाखेरि तपाईको त्यहाँदेखि हिँडेर नागपालसम्म आउने हो क्या। यसरी लस्करै राइन्छ दर्शकबिन। यो मैले बिहानको दृश्य तपाईहरु माझ राखेँ। यसरी जति पनि अघि हिजो राति आएको देउताहरू
यसरी लस्करै नागबालमा लाइन लगाएर सजाइन्छ र भक्तजनहरू पनि दर्शनको क्रममा बिहानैदेखि उपस्थित हुने गर्छन् नागबालमा। लाइक गाइज हुन्छ नि अब यो आजकल तपाईँहरूले कहिलेकाहीँ यो दरबार स्क्वायरतिर देखे होला, थाइल्यान्डबाट मङ्कहरू आउने यस्तो उस्तो टाइपको हुन्छ नि। त्यसरी नै यो हाम्रो ऐतिहासिक मूल्य मान्यता अनुसार चाहिँ संसारकै बुद्धत्वहरूलाई निमन्त्रणा दिएर यसरी नागबालमा उपस्थित हुने गर्दो रहेछ के गाइज। यो म हो है, मेरो फेस चिनो है गाइज। गाइज महादानको क्रममा जति पनि नगरवासीहरू यसरी गुबाजोहरू लगायत टोलवासीहरू त्यो दिन जसले पनि महादानकोमा दान लिएर रमाइलो गर्ने गर्छन्, हरेकले पुण्य प्राप्त गर्छ भन्ने कुरा विश्वास गर्दो रहेछन्। सो गाइज यसै गरी सदियौँदेखि है हाम्रो नागबालमा मनाइने कल्चर हो यो नेपालमै है। एकदम राम्रो थियो क्या।